उनीहरू आफ्नो गाउँ सफा र के भयो सुन्दर देखेर अनि के भन्नेलाई को हेर त औकार छ निकै शान्ति नै भएन खुसी थियो र धेरै गर्व गर्दथे अनु र मनु त्यही गाउँमा बस्थे। उनीहरू जुम्ल्याहा थिए। उनीहरू कुशल के भयो माली अनि पनि थिए। यो पटक हामीले अझ धेरै मेहनत गर्न पर्छ। उनीहरूले सल्लाह गरे। फुर्सद हुने बित्तिकै उनीहरू बोट बिरुवाको स्याहार सुसार गर्थे। बगैँचालाई सुन्दर बनाउँथे। त्यो वर्षेनी अनि सर्वोत्कृष्ट बालबालिका उद्यान घोषणा गरिन्थ्यो। अनु र मनु ले त्यो पुरस्कार जितेको थिए। एक पटक मात्र होइन दुई पटक। यता पढ। त्यो गाउँका अनि रु के भयो अरू विद्यालय राम्रोसँग पढ त। बालबालिका पनि
पुरस्कार पाउन यो धेरै मेहनत गर्थे। Good job. नहीं, एक दिन आमाले नरमाइलो खबर सुनाउनु भयो। यो नराम्रो खबर होइन नि। आमाको बढुवा भएकाले सरुवा भएको हो। अलमल्ल परेको देखेर बुबाले भन्नुभयो। यहाँसम्म मात्र पढ अनि हुन्छ। हाम्रो गाउँ नहीं साथीहरू विद्यालय र बगैँचा छाडेर हामी कसरी